नमस्ते सबैजनालाई। म समाजसेवी आशिका तामाङ। म यस वर्षको प्रतिनिधि सभाको चुनावमा धादिङ क्षेत्र नम्बर 1 बाट प्रत्यक्ष चुनावमा चाहिँ सहभागी भएकी छु। विगतको तपाईको 8 वर्षदेखि चाहिँ म समाजमा भिजेर समाजमा भएका व्याप्त तपाईको भ्रष्टाचार, व्यथिति, लुटतन्त्रको बारेमा आवाज उठाउँदै आएकी थिएँ र म विदेशबाट फर्किसकेपछि विदेशमा मैले जति पनि त्यहाँको समृद्धि विकास देखेँ, त्यो विकास चाहिँ हाम्रो देशमा पनि हुनुपर्छ भनेर चाहिँ म विगत 2 वर्षदेखि चाहिँ यता छु। सडकमा जति पनि मैले आवाजहरू उठाएको थिएँ, यो आवाजहरू चाहिँ म अब सदनमा उठाउन चाहन्छु। मेरो लागि मैले जित्नु भनेको धादिङ क्षेत्र नम्बर 1 को सम्पूर्ण जनताले जित्नु हो। यो आवाज भनेको नट ओन्ली आशिका तामाङ, यो सम्पूर्ण नेपालीको आवाज हो भन्दै जेनजी आन्दोलन क्रममा मोमेन्ट्समा चाहिँ प्रोटेक्समा चाहिँ जति पनि घाइते हुनुभएको भाइ बहिनीहरूको आवाज राज्यले राम्रोसँग नसुनिरहेको अवस्थामा मैले चाहिँ यी आवाजहरू सदनसम्म पुर्याउनु पर्छ। उहाँहरूको मागहरू जति पनि माग छ त्यो मागलाई चाहिँ पुरा गर्नुपर्छ। संविधान संशोधन हुनुपर्छ। अब नीति निर्माणलाई चाहिँ प्राथमिकता दिएर चाहिँ देशलाई कसरी अगाडि बढाउने, भ्रष्टाचार चाहिँ हामीले कसरी चाहिँ नियन्त्रण गर्ने, अनियमितता तपाईको लुटतन्त्रलाई कसरी चाहिँ यसलाई निर्मूल पार्ने, यसको यो महान अभियान सम्पूर्ण नेपाली जति पनि हुनुहुन्छ अहिले तत्काललाई भन्नुपर्दाखेरि चाहिँ जति पनि धादिङवासी हुनुहुन्छ, क्षेत्र नम्बर 1 को धादिङवासीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ घन्टी चिह्नमा तपाईले चाहिँ छाप हान्नु पर्यो हैन। त्यसमा चाहिँ तपाईहरुले एकदम अत्याधिक बहुमत दिलाएर चाहिँ आशिका तामाङलाई धादिङ क्षेत्र नम्बर 1 बाट जिताउनु पर्यो भनेर म सम्पूर्ण धादिङवासीलाई चाहिँ क्षेत्र नम्बर 1 को धादिङवासी नट ओन्ली 1 2 मा पनि हुनुहुन्छ, घन्टी बज्नु पर्यो। घन्टी बजे घन्टी बजाउनै पर्छ र यो चाहिँ सम्पूर्ण मलाई आग्रह गर्छु भनेर भन्न चाहन्छु। र यो महाअभियानमा चाहिँ प्रचारमा चाहिँ तपाईहरुले सहयोग गरिदिनु हुनेछ भनेर मैले एकदमै अपेक्षा राखेको छु। धादिङको भूगोल हिसाबले धादिङ क्षेत्र नम्बर 1 चाहिँ एकदमै जटिल ठाउँ हो है। क्षेत्र नम्बर 1 मा तपाईको एउटा भक्तपुर जत्रो एउटा जिल्ला हाम्रो चाहिँ त्यो उहाँको एउटा वडा छ क्या, भनेपछि एकदमै जटिल छ। मलाई चुनाव अभियानमा म हिँड्नको लागि कुना कापचाप घर दैलो गर्दाखेरि मलाई एकदमै जटिल छ। यो समस्याको बावजुद पनि मैले एउटा हुन्छ नि, अब किनकि मैले त आफ्नो ठाउँ आफै बनाऊ, आफ्नो माटो आफै बनाऊ हैन। यो विकासको अभियानमा यो विकास चाहिँ हामीले आज मात्रै चाहेको होइन, हामीले हिजो पनि चाहेको थियो। पञ्चायत कालदेखिबाट आइरहनु भएको 3 हजुर अझै पनि धादिङमा चाहिँ उहाँ उठिरहनु भएको छ हैन। मेरो बुवाले